पानीमा डुब्ने वस्तुहरू के अरे यो हामीले कक्षामा पढिसकेछौँ त्यसलाई नै आज हामी प्रयोग गरेर हेर्दैछौँ है त साँच्चीकै पानीमा डुब्छ कि डुब्दैन यो वस्तुहरू भनेर ओके पानीमा डुब्ने वस्तुहरू के छ यहाँ हेर्नुहोस् त ढुङ्गा चिन्ने सबैजनाले हेर्नुभयो ढुङ्गा पछि के छ हेर्नुहोस् त इँटा हेर्नुहोस् है यो चाहिँ इँटा हो सबैजनाले हेर्नुहोस् यो इँटा त्यसपछि बालुवा यो बालुवा हो है नानी बाबुहरू सबैजनाले हेर्नु बालुवा म्यामको हातमा अनि त्यसपछि के हो सुन यो चाहिँ के हो सुन हेर्नुहोस् यो के हो यो खरा अब हामी प्र्याक्टिकल गरेर हेर्छौँ डुब्छ कि डुब्दैन यहाँ हेर्नुहोस् सबैजनाले मेरो हातमा के छ यहाँ पानी हेर्नुहोस् है यो पानी यहाँ हेर्नुहोस् डुबे कि डुबेन अब हामी अर्को पनि ट्राई गर्छौँ है यहाँ हेर्नुहोस् त डुब्यो होइन कसरी हेर्नु यहाँ डुब्यो नि अब के छ यहाँ हेर्नुहोस् यो बालुवा पनि हेर्नुहोस् सबै तल गयो नि अब पागल चाहिँ कहाँ आयो सुन हेर्नुहोस् त्यो पनि डुब्यो नि होइन अब हामीसँग छ यहाँ हेर्नुहोस् है यो डुब्यो हो लास्टमा हामी अर्को गर्छौँ डुब्छ कि डुब्दैन हेर्नुहोस् त है त नानी बाबुहरू सबै वस्तुहरू पानीमा डुब्यो डुब्यो कि डुबेन ओके ल हेर्नु सबै वस्तुहरू यहाँ भएको सबै पानीमा डुब्यो डुब्यो नि यहाँ हेर्नुहोस् है डुबेको वस्तु निकाल्दैछु म अघि हामीले डुबाएको What it is? ढुङ्गा यो पनि अघि हामीले डुबाएको हो यो के हो यो पनि हामीले डुबाएको अघि हो ल हेर्नु ल अब यहाँ म अलिकति हातमा केही निकाल्छु हेर्नुहोस् है यो के आउँछ मेरो यहाँ यो यहाँ बिर्सिसक्यो सबै पानीमा Thank you for watching. Please do like and subscribe my channel.